सो अलराइट कि तपाईँको पासवर्ड हरायो अथवा चोरी भयो भने तपाईँले कसरी नयाँ आवेदन दिन सक्नुहुन्छ र कसरी नयाँ पासवर्ड ल्याउन सक्नुहुन्छ त्यसको बारेमा भिडियो रहेको छ र त्यसको लागि चाहिँ हामीले के सामान चाहिन्छ त्यसको लागि भिडियो गरिरहेको छु। सो त्यही कारणले गर्दा हाम्रो च्यानल नेपाली मिसनमा स्वागत छ। सो भिडियो स्टार्ट गर्न पहिला चाहिँ नयाँ पासवर्ड कसरी बनाउने थाहा छैन भने चाहिँ तपाईँले मेरो भिडियोको लिङ्क छ तल त्यहाँदेखि हेर्न सक्नुहुन्छ। र यति तपाईँको पासवर्ड हरायो भने चाहिँ के चाहिन्छ के रिक्वायरमेन्टहरू छ त्यसको आजको यो भिडियोमा हामीले डिस्कस गर्नेछौँ। सबभन्दा पहिला चाहिँ तपाईँलाई चाहिँ नागरिकता चाहिन्छ, नागरिकता ओरिजिनल। र त्योभन्दा पहिला तपाईँले नयाँ फर्म एप्लाई गर्नु होला जुन मैले तल लिङ्क यो स्क्रिनमा देखाएको छु। त्यसमा तपाईँले चाहिँ नेपाल पासवर्डमा गएर चाहिँ आवेदनमा गएर चाहिँ प्री इनरोलमेन्टमा गएर रिप्लेसमेन्ट अथवा स्टुडेन्ट भनिरहेको छ त्यहाँ गएर तपाईँले चाहिँ फर्म भर्न सक्नुहुन्छ र त्यहाँदेखि एउटै कुनै पनि डेट चाहिँ तपाईँले चुज गरेर राख्न सक्नुहुन्छ। र त्यसपछि तपाईँ बायोमेट्रिकको दिनमा चाहिँ डकुमेन्ट लिएर के लिएर जानुपर्छ। बायोमेट्रिक दिनमा चाहिँ तपाईँले एउटा सिटिजनसिप ओरिजिनल पहिले भने त्यसपछि तपाईँको एनआइडी नम्बर चाहिँ तपाईँलाई चाहिन्छ। नेसनल आइडेन्टिटी नम्बर लिएर जानु होला, छैन भने चाहिँ खोज्नु होला तपाईँको आवेदन नम्बरदेखि। अर्को तपाईँको जुन पुरानो पासवर्ड छ पुरानो पासवर्डको फोटोकपी चाहिँ लिएर जानु होला, फोटोकपी गराएर। त्यो छैन भने पनि काम चल्छ, उहाँ गएर कुरा गरेर हुन्छ। न त सक्यो चाहिँ तपाईँले चाहिँ मोबाइलमा अथवा खिचेर राख्नुभएको छ भने चाहिँ पुरानो पासवर्डको फोटोकपी लानु होला। र अर्को चाहिँ तपाईँलाई चाहिँ तिनीहरू सबलाई लगेर चाहिँ कहाँ जानुपर्छ भने चाहिँ राजधानी विभाग अथवा तपाईँको जिल्ला प्रशासन कार्यालयको राजधानी विभाग हुन्छ त्यहाँ जानुपर्ने हुनेछ। जुन तपाईँले आवेदन दिनको थियो बायोमेट्रिक दिनभन्दा पहिला जुन फर्म भर्नुको थियो त्यो बायोमेट्रिक गर्ने दिनमा चाहिँ तपाईँले त्यसैको पिडिएफलाई डाउनलोड गरेर चाहिँ प्रिन्ट गरेर चाहिँ लानु होला। र मेन इम्पोर्टेन्ट कुरा चाहिँ कति पैसा लाग्छ, मेरो अगाडिको भिडियोमा पनि धेरै थुप्रै कमेन्ट आइरहेको थियो कि के कति पैसा लाग्छ भनेर। र त्यसको लागि तपाईँले पुरानो पैसा जस्तै 5,000 प्लस 5,000 गरेर चाहिँ 10,000 लाग्नेछ। यसरी तपाईँले अनलाइनमा चाहिँ फर्म भरेर अनि यिनी डकुमेन्ट रिक्वायरमेन्ट लगेर चाहिँ तपाईँले चाहिँ यदि तपाईँको पासवर्ड हरायो भने चाहिँ एप्लाई गर्न सक्नुहुनेछ। सो थ्याङ्क्स फर वाचिङ, सब्सक्राइब टु आवर च्यानल। थ्याङ्क यू, बाई।